खर्को चौकले नचाहिने किन अन्तिममा माथि घन्टीमा ठोके भन्नुहुन्छ। त्यो गङ्गा साथी छ 3-4वटा कपी मैले नाम टिपेर फोन नम्बर टिपेर सबैलाई फोन गरेर खर्को चौकले नचाहिने म दिने राम्रो काम हुनु पनि हो नि त होइन राम्रै काम गर्नु भएको छ अब हो नि त ला हेर्ने आउनु भएको रहेछ दिनै हुन्छ होला भनेर सोचेको यत्र लिनु सबैले घन्टी उता हेर त आम्मा ढाल्नु ढालेन त्यसो नगर हो त्यसो नगर सबैजना मिलौँ सबैजनाले राम्रो मान्छे काम गर्नेलाई चाहिँ हाल्नु तपाईँहरू झुक्याउने मात्रै नहुनु के अनि तपाईँहरू चाहिँ म हाल्छु यहाँदेखि जस्तो काम लिएर आएको कम्ती राम्रो काम गर्न बिचरा खाइ नखाइ ढुङ्गा कुट्छ म त त्यस्तो मान्छे त चाहिन्छ भनेर चाहिँ हाम्रो अगाडि उफ्रिने भिडियोमा उफ्रिने अब भोट चाहिँ प्रथम दिनमा गरेपछि ठोक्ने अनि एउटा आन्टीले त के पनि भन्नु अरे होइन मैले त खोज्दा त त्यो अञ्जली माटै भेटिन भन्नुभयो। अब कुन अञ्जलीमा हातको अञ्जलीमा माटो थियो त्यो देख्नु भएन भनेको खै कहाँ थियो खोज्दा भेटिन अन्तिममा माथि घन्टीमा ठोके भन्नुहुन्छ। भयो ए आमा होइन भारी दौरा खोज्नलाई त 3-4 घन्टा लाग्छ होइन त्यो यत्रो पत्रमा कति चाहिँ घन्टा लाग्छ कम्तीमा धेरैमा 5 मिनट 2 मिनट लाग्छ यसो खोजेर हाल्नु पर्दैन नि त कहाँ भेटिन ड्याङ्गै घन्टीमा हालेको घन्टी चाहिँ कति छिटो देखेछन् त्यही भएर पनि ओइरो भएको छक्क लाग्छ ठिकै हो कतिपय त नदेखेर नै हाल्न सकेको हुन्छ नि त गुनासो छैन। तपाईँहरू जतिजनाले जति भोट हाल्नु भएको छ हामी एकदम खुसी छौँ हाम्रो जित तपाईँहरूको जित नै हाम्रो जित हो हामीलाई खुसी छ त्यसमा दुःख छैन तर अर्कोचोटि चाहिँ यसरी स्थानीय चुनावमा आउँदैछ तपाईँहरू यसरी सबैजना नझुक्नु होला अहिले झुकिएर त धेरै ठुलो घट्यो ठुलो भयो भने चाहिँ ठुलो गरिदिनु होला सबैजना अगाडि सचेत हुनुपर्छ। अब हामीले विकास चाहिएको भने होइन विकास गर्न सक्ने मान्छेलाई छान्नुपर्छ को मान्छे सही हो को मान्छे गलत हामीलाई छुट्याउन सक्ने एउटा क्षमता पनि हुनुपर्छ सच्चा नेपालीमा होइन असल व्यक्तिमा त्यो एउटा क्षमता पनि हुनुपर्छ। अनि ठिकै छ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद जहाँबाट तपाईँहरूले भोट लाउनु भएको छ ल सबैजनालाई धेरै धेरै धन्यवाद।